ब्रान्ड पनि राम्रो अनि क्वालिटी पनि बेस्ट। आज यस्तो मेकअप प्रोडक्टको बारेमा कुरा गरौँ जुन चाहिँ हजुरहरूलाई पनि काम लाग्न सक्छ। यो चाहिँ रहेको छ फरेभर 52 को प्यालेट। यसमा चाहिँ टोटल 16वटा पार्टिसन दिएको छ, जुन पार्टिसनमा चाहिँ तपाईँले आफ्नो स्किन टोन अनुसारले म्याच गरेर फाउन्डेसनहरू लगाउन सक्नुहुन्छ। फाउन्डेसन, कन्सिलर, कलर करेक्टरदेखि लिएर सबै कुराहरू चाहिँ यसभित्रै दिएको छ। यो एउटा प्यालेट भयो भने चाहिँ हजुर हामी सबैजनालाई चाहिँ एकदमै युजफुल हुनेछ। यो चाहिँ देख्न सक्नुहुन्छ आफ्नो स्किन टोन अनुसारले नै धेरैवटा कलर अप्सनहरू दिएको छ। यही एउटा प्यालेटबाट चाहिँ आज म होल फेसको मेकअप गरेर देखाउँछु है त हजुरहरूलाई। भिडियो अलिकति लामो हुनसक्छ, नछुटाइकन हेर्नुहोस् है त। यो एकदमै हजुरहरूलाई पनि युज हुने कुरा हो। एउटै प्यालेटबाट सबै मेकअप, होल फेसको मेकअप चाहिँ कसरी गर्ने भनेर म आज गरेर देखाउँदैछु। सुरुमा चाहिँ स्किन टोनभन्दा एक सेट डार्क सेट लिएर चाहिँ मैले अनुहारमा भएको डार्क सर्कल, हल्का हल्का पिगमेन्टहरूलाई चाहिँ मजाले कभर हुने गरेर लगाएकी छु। देख्न सक्नुहुन्छ एकदमै क्रिमी टेक्सचरमा रहेछ यसको प्रडक्ट चाहिँ। एकदमै राम्रो, एकदमै क्रिम टेक्सचरमा सजिलैसँग मेल्ट हुने, लगाउँदा लगाउँदै पनि एकदमै स्मुथ भइरहेको थियो। मैले पनि अस्ति नै यो मिसिसाबाट लिएर आएको थिएँ, मैले लगाएको चाहिँ थिएन। एकैचोटि भिडियो बनाएर नै युज गर्छु भनेर बसिरहेको थिएँ। देख्न सक्नुहुन्छ स्किन टोनभन्दा एक सेट डार्क सेट लिएको छु, त्यसले चाहिँ हल्का पिगमेन्टहरूलाई चाहिँ कभर गरेको छु। एकदमै इजी तरिकाले ब्लेन्ड हुने, एकदमै थिक पनि छैन यसको, देख्न सक्नुहुन्छ। अब मैले आफ्नो स्किन टोनलाई म्याच गर्ने गरेर नै फाउन्डेसन लगाएको छु होल फेसभरि। मेरो स्किन टोनलाई ठ्याक्क म्याच हुने सेड लिएर होल फेसमा मजाले अप्लाई गर्ने। देख्न सक्नुहुन्छ कभरेज पनि एकदमै राम्रो रहेको छ यसको, कभरेज पनि एकदमै राम्रो अनि फाउन्डेसन पनि एकदमै स्मुथ, एकदमै साइनिङ, लगाउँदा लगाउँदै पनि एकदम साइन आइरहेको छ। देख्न सक्नुहुन्छ होल फेसभरि फाउन्डेसन लगाइसकेपछि चाहिँ मैले मजाले ब्लेन्ड गरेर देखाएकी छु। एकदमै इन्स्टेन्ट ग्लो आएको छ मेरो फेसमा चाहिँ। मैले स्किन प्रेप चाहिँ पहिल्यै गरिसकेको थिएँ, जस्ट भिडियो सुट गर्दाखेरि चाहिँ मैले डाइरेक्ट फाउन्डेसनहरू लगाएरै गरेको छु। मैले अगाडि नै स्किन प्रेप गरिसकेको थिएँ। देख्न सक्नुहुन्छ मेकअपको भिडियोहरू त मैले रेगुलर योभन्दा अगाडि पनि धेरै हालिराखेको थिएँ, तर अब फाउन्डेसन कता, कन्सिलर कता, कलर करेक्टर कता, ब्लस कता, कन्ट्रोल कता भनेर धेरैवटा प्रडक्टहरू खोजिराख्नु परेन। यसमा चाहिँ एउटै प्यालेटमा सबै प्रडक्टहरू भएको भएर चाहिँ हजुरहरूलाई एकदमै सजिलो हुन्छ। मैले होल फेसको मेकअप नै यही एउटा प्यालेटबाट गरेको छु, देख्न सक्नुहुन्छ। पहिला मैले फाउन्डेसन लगाइसकेँ, त्यस पछाडि मैले फेरि स्किन टोनभन्दा एक सेट लाइटर सेड लिएर चाहिँ कन्सिलर लगाएको छु, कन्सिलरको काम गरेको छु। त्यसमा हल्का स्किन टोन अनुसारको पनि म्याच गरेर, मिक्स म्याच गरेर चाहिँ हामीले योबाट धेरै थरीको काम गर्न सकिन्छ, धेरै तरिकाले काम गर्न सकिन्छ। हजुरहरूलाई पनि मेकअपमा इन्भेस्ट गर्न मन छ, अलिकति राम्रो क्वालिटीको मेकअपमा इन्भेस्ट गरौँ भन्ने लाग्छ भने चाहिँ अलिकति थोरै प्राइस बरु बढाएर चाहिँ आफूले एकदम राम्रो क्वालिटीको प्रडक्टहरू लियो भने चाहिँ स्किनलाई पनि राम्रो गर्ने भयो। देख्न सक्नुहुन्छ एकदमै स्मुथ, एकदमै राम्रो फिनिसिङ आएको छ। लास्टमा कस्तो हुन्छ त्यो त देखि नै हाल्नुहुन्छ हजुरहरूले। त्यस पछाडि मैले कन्सिलरलाई सेट गरिसकेपछि मैले फेरि ब्लस लगाएको छु त्यही प्यालेटबाट। क्रिम बेसमा भएको भएर होला एकदमै मजाले स्मुथ तरिकाले ब्लेन्ड हुने, कतै केकी छैन, कतै एकदमै त्यो प्याचेसहरू छैन, एकदमै मजाले स्मुथली नै ब्लेन्ड हुने। अनि देख्न सक्नुहुन्छ मैले त्यही प्यालेटबाट चाहिँ डार्क सेड लिएर चाहिँ आफ्नो फेसलाई कन्ट्रोल गरेको छु। मेरो लाइटिङ चाहिँ अलि मिलेको रहेछ भिडियो बनाउने चक्करमा, भिडियो सुट गर्ने चक्करमा मैले लाइटतिर चाहिँ ध्यानै दिइनँ।
र लास्टमा मैले सिमर लगाएको छु, सिमर भन्दा पनि हाइलाइटर लगाएको छु। हाइलाइटर चाहिँ यसमा छैन, त्यो भएको भएर हाइलाइटर चाहिँ मैले छुट्टै लगाएर पाउडरले मजाले मेकअपलाई सेट गरेको छु। देख्न सक्नुहुन्छ एकदमै राम्रो फिनिसिङ आएको छ। भिडियो अलिकति लामो भएको भएर मैले आई मेकअप चाहिँ सुट गर्न पाइनँ। आई मेकअपको चाहिँ छुट्टै भिडियो बनाएर हाल्ने छु पार्ट 2 मा, हेरिदिनु होला सबैजनाले। कस्तो भएको छ मेरो मेकअप हेरेर प्रतिक्रिया पनि दिनु होला। हजुरहरूलाई पनि यस्तै मेकअप गर्न मनपर्छ, भिडियोहरू मेकअप गर्न मनपर्छ भनेदेखि मेरो अरू भिडियोहरू पनि धेरै छ, त्योबाट हजुरहरूले धेरै सिक्न सक्नुहुन्छ। कस्तो भएको छ मेरो मेकअप एकचोटि हेरेर भनिदिनु होला है त। हस्, थ्याङ्क यू।